आज म तपाईँहरूलाई मेरो घर पहिला सुरुमा कस्तो थियो र बनाइसकेपछि कस्तो भयो म तपाईँहरूलाई देखाउन गइरहेको छु। घरको काम सुरुवात भइसकेको छ। अहिले चाहिँ हाम्रो यस घरको लागि मेन काम के हुन्छ र बनाइसकेपछि के कस्तो हुन्छ फिनिसिङसम्मको काम म तपाईँहरूलाई यसमा देखाउनेछु। मैले मेरो परिवारको लागि एउटा घर बनाउने निर्णय गरेँ र सुरुमा मेरो घरको अवस्था यस्तो थियो र मैले सोचेँ मेरो फ्यामिलीको लागि एउटा राम्रो घर बनाएर उनीहरूलाई बस्ने ठाउँ बनाइदिउँ। त्यसैले म आज जाँदैछु मेरो घर बनाउनको लागि र अहिले मैले सामानहरू झाडिसकेको छु र यहाँ बालुवा सिमेन्ट गिटी झार्ने काम भइसकेको छ र इँटाहरू पनि आइसकेको छ र ग्रिलहरू पनि आइसकेको छ। अब भने हामी काम सुरुवात गर्छौँ। घर बनाउने तयारीमा मैले भने अब प्लास्टरको काम गर्न मिस्त्रीहरू बोलाइसकेको छु र उनीहरूले काम सुरु गरिसकेका छन् र सुरु गरेपछिको अवस्था यस्तो देखिएको छ। अब काम बाँकी थियो बाउन्ड्रीको। अब मैले सोचेँ बाउन्ड्री हाम्रो लागि जरुरत छ, किनभने आफ्नो घरको सेफ्टीको लागि बाउन्ड्री हुनु जरुरी छ। त्यसैले मैले चाहिँ 2 जना खेतालाहरू खोजेर लिएर आएँ र उनीहरूको लागि मैले 10 दिनको लागि ठेक्का दिएँ र उनीहरूले अहिले काम बटाबट सुरु गरिसकेका छन्। वर्षायातको कारणले पानी परिरहेको हुनाले काम गर्न गाह्रो भइरहेको थियो, तर पनि मेरो सपना थियो एउटा राम्रो घर बनाउने। त्यसैले अलिअलि मौसम खुले पनि मैले घर बनाउन सुरुवात गरेँ, तर मेरो घरको साइडमा पहिरो गयो। तर पनि त्यो पहिरोलाई पछि बनाउँला भनेर मैले छोडिदिएँ र फेरि काम सुरु गर्न थालेँ। र म तपाईहरुलाई पहिला मेरो घरको अवस्था देखाउँछु, जसमा के कस्तो अवस्था रहेको छ। सुरुवातमा भित्रको इन्टेरियर कस्तो छ र यो बनाइसकेपछि कस्तो हुनेछ म देखाउँछु। यहाँ टाइल लगाउन बाँकी छ। यहाँ ढोका थिएन, मैले ढोका हालिसकेँ र चुकुल्लुस लगाइसकेँ र यस घरको अवस्था तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँ पेन्टिङ गरिएको छैन र लाइन पनि जोडिसकेको छ र यहाँ यो बाथरुम, यो किचन रुम रहेको छ र यहाँ पनि पेन्टिङ गर्न बाँकी छ र फिनिसिङ गर्न बाँकी नै छ। र यहाँ भने अहिले स्टोर रुम जस्तै भइसकेको छ र मेरो प्यारो बाइक पनि यहाँ बसिरहेको छ र यहाँ चाहिँ सिमेन्टहरू राखिएको छ। अहिले भने यहाँ हामीले यो चाहिँ हाम्रो रेस्ट रुम हो, तर मैले भने स्टोर रुम बनाएको छु। र किचनको अवस्था यस्तो छ र यो मेरो मेन बेडरुम हो र यहाँ मेरो बाबु भने खेलेर बसिरहेको छ। ऊ चाहिँ गेमको लागि एकदम क्रेजी छ र खेलेर बसिरहेको छ। अहिलेको अवस्था भने यस्तै छ मेरो घरको। र यहाँ बाहिरको मौसम तपाईहरुले देख्न सक्नुहुन्छ। नेपालको मौसम त्यसै नै रमाइलो हुन्छ। र माथि भने छत रहेको छ। यहाँ मैले एउटा ब्युटिफुल एउटा सानो गार्डन बनाएको छु, धुपीको बोटहरू लिएर आएर।
र यहाँ भने भन्नाले पहिला काम गरेका सामानहरू चाहिँ सबै माथि लिएर थुपारेर राखिएको छ र पानी चोइने अवस्था थोरै रसाउने अवस्था थियो र मैले यहाँ प्लास्टर गरेँ र प्लास्टर गरेर अहिले भने पानी अवस्था रोकिएको छ र यहाँ तपाईँ देख्न सक्नुहुन्छ बाबुले चाहिँ स्ट्रबेरी लगाएको छ र कहिले सधैँ ऊ चाहिँ गएर हेरिरहन्छ फल्यो कि फलेन भनेर र एकपल्ट चाहिँ उसले पाएको रहेछ। ओके, अब भने म मेरो घरको पेन्टिङको काम सुरुवात गर्न गइरहेको छु। पेन्टिङको काम सुरु भइसकेको छ र पेन्टिङ गरिसकेपछि के कस्तो देखिन्छ म तपाईँलाई देखाउँछु है त। यो भने मेरो बेडरुम हो र पेन्टिङ गरिसकेपछि अब भने म तपाईँलाई देखाउँछु मेरो घरको अवस्था कस्तो भएछ। बाउन्ड्री लागिसकेको छ, अहिले तलको ढलान भइसकेको छ र साइडमा पनि ढलान भइसकेको छ र यहाँ मैले यसमा कलर लगाउने र सिसा लगाउने पेन्टिङ गर्ने काम गरिसकेको छु र पेन्टिङ सकेपछि चाहिँ अहिलेको अवस्था चाहिँ यस्तो छ। र केही समय तपाईँले देख्नु भएको थियो कस्तो थियो भनेर, तर अहिले भने यो अवस्था भएको छ र मैले यहाँ टाइल लगाइदिएँ जहाँ भाँडा माझ्नको लागि सजिलो हुन्छ भनेर र अहिले चाहिँ काम पुरा भइसकेको छ र यसलाई सरसफाइ गर्न चाहिँ बाँकी छ र यहाँ भने पेन्टिङका सामानहरू बाल्टिनहरू रहेका छन्। पेन्टिङको काम भइरहेको छ र अगाडि भने हामीले फिनिसिङ गरिसक्यौँ र यो भर्याङबाट यो यहाँ ग्रिल राखिएको छ, यो ग्रिल हाल्ने काम पनि पुरा भइसकेको छ र यहाँ पहिला ग्रिल थिएन र एउटा बच्चाहरूको सेफ्टीको लागि र यहाँ मैले कलरफुल एउटा बल्ब राखेको छु डेकोरेसनको लागि र यो भने मेरो बेडरुम जुन पहिला कस्तो थियो कलर नगर्दा र अहिले कलर गरिसकेपछि चाहिँ यस्तो अवस्थामा देखिएको छ। यो फुल्ली फिनिसिङ भइसकेको छैन तर फिनिसिङ गर्ने अवस्थामा छ र फिनिसिङ भएपछि म तपाईँहरूलाई एउटा भिडियो अवश्य फेरि अपलोड गरेर देखाउने छु। र यो भने मैले आफैले गरेको डिजाइन हो, जुन यो जति पनि डेकोरेसन छ यो चाहिँ मैले आफैले गरेको थिएँ र मलाई चाहिँ डेकोरेसन गर्नको लागि एकदम सोख छ, त्यसैले मैले आफैले डेकोरेसन गरेको थिएँ र जस नर्मली ठिकै छ, यतिको ठिकै मान्नुपर्छ, आफैले गर्दाको यतिको हुनु भनेको र पछि सिलिङ हालेर काम गर्ने गर्छु। र यहाँ चाहिँ हात धुनको लागि बेसन राखेँ र यहाँ एउटा थोरै समस्या आएको छ, जुन हाम्रो चाहिँ कुनामा मूल फुट्छ र त्यस्तो अवस्था छ र यहाँ पनि बाथरुम यो चाहिँ फिनिसिङ भइसकेको छ, जहाँ टाइलको काम गरिसकेको छु र यहाँ चाहिँ नुहाउने एउटा जुन छारा जस्तै पानी आउने गर्छ, अहिले चाहिँ मैले पानी जोडिसकेको छैन र अहिले देखाउन सक्दैन कसरी आउँछ भनेर। जस मलाई चाहिँ यो राम्रो लाग्यो, यो टाइल चाहिँ जुन त्यति फोहोर नै देखिँदैन र एउटा सुइटेबल लागेर मन चाहिँ हालेँ। कस्तो लाग्यो तपाईँहरू कमेन्ट गर्नु होला। र पेन्टिङको काम यति गरिसकिएको छ, अब भने अरू काम गर्न बाँकी छ। यहाँ चाहिँ यो जुन हाम्रो चाहिँ यो किचन रुम हो र सबै सामानहरू हामीले चाहिँ बेडरुमका सामानहरू चाहिँ यहाँ लिएर राखेका थियौँ, किनभने उता पेन्टिङ गर्दै थियो र यो सामानहरू पेन्ट लागेर खराब हुन्थ्यो, त्यसैले यहाँ राखिएको छ। र यहाँ चाहिँ थोरै चिसो भएको, मैले यहाँ वालपेपर लगाउने कोसिस गरेको थिएँ तर थोरै चिसो भएको कारणले चाहिँ त्यहाँ चाहिँ वालपेपरले काम गरेन र यहाँको लागि म अब टाइलको व्यवस्था गर्ने मैले सोचिरहेको छु। र यो चाहिँ हाम्रो अहिलेको स्टोर रुम, छरपस्ता सामान छ किनभने काम चलिरहेको छ, त्यसैले पनि यहाँ चाहिँ छरपस्ता अवस्थामा सामानहरू रहेका छन् र बर्खायामको कारणले यहाँ हाम्रो मूल फुट्ने हुन्छ र पानी रसाइरहेको अवस्था छ। र अहिले भने मैले माथि बनाइसकेको छु प्लास्टर गरेर, र त्यो प्लास्टर गरेर पनि भएन भने मेरो इच्छा छ एउटा ढलान गर्ने भनेर। र यो मेरो बेडरुम, अब भने म माथि गएर तपाईँहरूलाई देखाउँछु।
यहाँबाट देखिने भ्यू र कलर जस मलाई चाहिँ मन पर्यो घरमा लगाएको। अब तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है त। र यहाँ एउटा सानो गार्डन बनाएको छु मैले, सो बस्न चिया पिउँदै बस्नको लागि। र यहाँ अगाडि डन्डीहरू तपाईँ देख्न सक्नुहुन्छ, पहिला हालेको थिएन र रेलिङ हालिसकेको छु मैले। र यो पुरै प्लास्टर गरेर यहाँबाट चाहिँ पानी छिरेकोले मैले चाहिँ यहाँ पुरै प्लास्टर गरिदिएको छु र यो साइड पुरै प्लास्टर गरिदिएँ। र एउटा यो पनि स्ट्यान्ड जुन पानी राख्नको लागि, किनभने भुइँमा राखिएको थियो पानीको ड्रम, मैले भने यो स्ट्यान्ड बनाएको छु। यसमाथि चाहिँ अब पानीको ट्याङ्की राखिनेछ। र यो दुईटा पल यहाँबाट चाहिँ पानी आउँछ बर्खायाममा, माथिबाट पानी छिर्यो भने त्यहाँबाट चाहिँ साङ आउँछ। र यो चाहिँ हाम्रो घरको साइड र यो माथि छतको अवस्था। पहिला कति फोहोर थियो र अहिले यहाँ भने क्लिन भइसकेको छ। र यहाँ बसेर आनन्दले चिया पिउँदै बाहिरको भ्यू हेर्नुको मजा छुट्टै रहेको छ। र यहाँबाट राम्रो भ्यू देखिन्छ। र यति काम भइसकेको छ घरको लागि। र यहाँ बस्नको लागि एकदम शान्त वातावरण छ। गाडी घोडाको त्यति केही डिस्टर्ब हुँदैन। अब भने मैले सोचेँ तलकोले मात्रै मेरो फ्यामिलीलाई नपुग्न सक्छ, त्यसैले मैले सोचेँ अब एक ढलान गऱ्यो भने चाहिँ फ्यामिलीको लागि सही हुन्छ भनेर मैले चाहिँ ढलान गर्ने निर्णय गरेँ। र मेरो घरको लागि ढलानको काम पनि सुरु भइसकेको छ। मेरो इच्छा थियो अगाडि आएर बस्थेँ हेर्थेँ र घर सानो लाग्थ्यो, तर मेरो इच्छा थियो ढलान गर्छु भने। र किनभने पानी आइरहेको थियो, बर्सात भइरहेको थियो र साथ दिइरहेको थिएन मौसमले नि। र अहिले भने मौसम खुलिसकेको छ, घाम लाग्न सुरुवात भइसकेको छ। र मैले भने ढलानको काम सुरुवात गरिसकेँ। र आज भने मेरो घरको सेकेन्ड फ्लोरको ढलान हुँदैछ। र यहाँ खेतालाहरू आइसकेका छन् र भटाभट ढलानको काम हुँदैछ। आज बेलुकासम्म ढलान सकिने ठेकदारले बताएको छ र इन्शाअल्लाह सकिन्छ पनि होला। हेरौँ के कस्तो अवस्था हुन्छ। र यहाँ ढलानको लागि महिलाहरू पनि आउनुभएको छ र केटा मान्छेहरू पनि आउनुभएको छ र उनीहरूले काम फटाफट गरिरहेका छन्। र घरको ढलान चाहिँ अहिले लगभग आधा जस्तो भइसकेको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ काम फटाफट भइरहेको छ। र ढलानको लागि यहाँ बुवा पनि हुनुहुन्छ, उहाँले देखाउँदै हुनुहुन्छ के गर्ने के नगर्ने सिकाउँदै पनि हुनुहुन्छ। र यहाँ ठेकदारका कामदारहरू देख्न सक्नुहुन्छ धेरै नै आएका छन्। र यहाँबाट हेर्दाखेरि रानीवन धेरै नै रमाइलो देखिन्छ। यहाँ चाहिँ अब यति लगभग 2वटा कोठा जति चाहिँ ढलान भइसकेको छ। अहिले भने बेलुकाको लगभग 3 बजिसकेको छ। 5 बजेसम्म चाहिँ यति भइन्छ होला। ओके, ढलान काम सकिसकेपछि 2 दिनपछिको अवस्था यस्तो देखिएको छ मेरो घरको। र यहाँ हाम्रो बाजे बसिरहनु भएको छ बाहिर र उहाँ सधैँ आइरहनुहुन्छ। यहीँ साइडमा मामाको घरमा बस्नुहुन्छ र यहाँ हाम्रो घरमा आइरहनुहुन्छ। अहिले भने यस्तो छ अवस्था। अझै पनि अन्डर कन्स्ट्रक्सनमै छ। यो पेन्ट चाहिँ यो ढलान गर्दाखेरि बिग्रियो। मैले ढलान गरिसकेपछि गर्नुपर्ने, किनभने अब माथिको पानी आएपछि पेन्ट चाहिँ बिग्रिने रहेछ। सो त्यही पनि केही छैन, त्यसलाई बनाउँला पछि। र अहिले चाहिँ ढलानको काम सकिसकेपछि यस्तो देखिएको छ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ यहाँ पानी जमाएको छ। यो लगभग 20-25 दिन यहाँ पानी चाहिँ जमाउनु पर्छ भन्ने ठेकदारले भनेको छ। र यो चाहिँ सबै मैले पानी हालेर जमाउने प्रयास गरिरहेको छु, किनभने अहिले बर्खायाममा पानी पनि आइरहेको छ र जमिरहेको छ। र यहाँ मौसम खुल्ला भइसकेपछि धेरै नै सुन्दर दृश्य देखिन्छ यहाँबाट।
यहाँबाट हेर्दाखेरि चाहिँ यो गोर्खाको मनोरम दृश्य धेरै नै राम्रो देखिन्छ। नेपाल यसै सुन्दर छ र त्यसैमा पनि गोर्खा धेरै सुन्दर छ। र 25 दिनपछि चाहिँ ढलान हाम्रो जुन लगाइएका थिए यो अड्याउनको लागि त्यो सबै खुलेको छ। खोलिसकेपछि अहिले 3D अवस्थामा चाहिँ हाम्रो घर यो अवस्थामा देखिएको छ। ओके साथीहरू, अब भने म हाम्रो रुमको तपाईहरुलाई देखाउँछु। फिनिसिङ भइसकेको छ। मैले भनेको थिएँ तपाईहरुलाई फिनिसिङ गरेपछि देखाउँछु भनेर। अहिले मेरो रुमको फिनिसिङ चाहिँ यस्तो देखिन्छ। यहाँ टिभी राखिएको छ। हेर्न त हेरिदैन तैपनि सुको लागि। र लास्टमा फिनिसिङ भएपछि हाम्रो घर यस्तो देखिनेछ। र अर्को भिडियो अपलोड गर्नेछु। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र अर्को भिडियो म यही च्यानलमा अपलोड गर्नेछु। त्यसको लागि मेरो च्यानल सब्स्क्राइब गर्नुहोला।